Hello guys, welcome to Elam Rai Vlog. अहिले चाहिँ हामी अब धन 11 मा एकदम गर्मी बढेर 2-4 दिन भयो गर्मी बढेको बढी तातो सर्न सकेर अहिले चाहिँ हामी धरान बीच तिर चाहिँ हामी अब जाँदैछौँ। अब यहाँ साथीभाइ दाजुभाइ भेला भएर स्विमिङको लागि त्यहाँ माथि चाहिँ फेरि कपाल छ क्या, फेरि एकदम नेचुरल स्विमिङ पुल हो। ठिक्क उसो पनि कुहिरो पनि हुन्छ, ठ्याक्क कुहिरोको बिचमा चाहिँ स्विमिङ पुल छ क्या। अनि पानी चिसो हुन्छ, मजाको हुन्छ, फ्रेस पनि भइन्छ। तपाईँहरू जाँदैछौँ। अब हजुरहरूलाई पनि अब यसो भएर अब गर्मी समयबाट अब स्विमिङ पुलको खोजीमा हुनुहुन्छ भने तपाईँहरूलाई हामी यहाँबाट बिस्तारै यहाँबाट हामी तपाईँहरूलाई वेहरू देखाउनेछौँ। बिस्तारै अब यहाँबाट हेरेर त्यहाँ स्विमिङ पुल सम्झाउन सक्नुहुन्छ। धरान बिचमा हो, कृष्णपादीको मन्दिरको ठ्याक्कै छिर्ने गेट अगाडि। हाम्रो एलम दाईको भ्लग। अनि यता हाम्रो दाई हुनुहुन्छ एलम दाई, एलम बाइङ राई। 6वटा त आइडी मात्रै छ फेसबुक। उहाँको भ्लग यहाँ चाहिँ दाइ हेलो भनिदिनु दाजु। दाजु हामी कहाँको गरेर 2 वर्ष हो दाइ। अनि के छ नि आज भाइ अलिकति अब गर्मीले गर्दा प्रेसरमा आइरहेको छ। भाइ पनि स्पेसल भाइ पनि अर्को बाइक लिएर आइसक्यो। बाइक अलिकति आऊ भएर यहाँ हाम्रो भोटे भाइ वान अफ द खतरा प्लेयर अफ धरान 11 पूर्वाञ्चलमा गनेको खेलाडी हो। काठमाडौँ अबतिर पनि नाम चलेको खेलाडी हो। ल गाइस यो चाहिँ भन्ज्याङ दाइ सिधा सिधा माथि हो यहाँ हाम्रो राइडर दाइले बाटो बिर्सिरहेको अवस्था। सबैले सोधिरहेको छ मलाई कहाँ हो भनेर। ल गाइस आज चाहिँ पुरा टनाटन भिड छ है मान्छेहरूको। ओहो ल गाइस हामी पौडी आइपुगिसक्यौँ। अगाडि ल हाम्रो यो विष्णु पादुकाको पौडी, हाम्रो विष्णु पादुकाको पौडी हामी आइसक्यौँ अहिले। ल पौडी चाहिँ यस्तो छ है हाम्रो। ल हाम्रो भाइले चाहिँ बाइकको चाबी खोज्दैछन् यहाँ। यस्तो यो मात्रै छ क्या, यो यति मात्रै छ क्या। भेटिन्छ ढुङ्गाले पुरिन्छ।
हो अनि ढुङ्गा चलेको चल्यो अनि दुईटा रहेछ एउटा ल अब हामी चाहिँ पौडी सौडी खेलिसकेर फ्रेस भएर अब हामी चाहिँ ब्याक टु आफ्नै धरान 11 आफ्नो घरतिर लाग्दैछौँ। पानी चाहिँ एकदम दामी सफा छ है, बबाल छ। तपाईँलाई आउनु मन लाग्छ भने तपाईँहरू आउँदा हुन्छ। लोकेसन थाहा पाइहाल्नुभयो होला है, एकदम ब्युटिफुल दामी छ है, आउनु होला। ल अब यहाँ बाइक रेडी भइसक्यो, टक्करसँगै यता हाम्रो भाइहरू दुईजना है र यता ड्राइभरज्यू। अब हामी चाहिँ फर्किँदैछौँ है। बाटो यस्तो छ, अलिक पानी परेर अघि अलिकति हिलो हिलो भइरहेको छ, बट एनिवे हामी फ्रेस भयौँ। दामी थियो, पानी पनि एकदम राम्रो थियो, सफा थियो, एकदम फ्रेस नेचुरल छ। हरियालीहरू हेर्नुहोस् होइन, रमाइलो छ। एरोम्याङ राई र यहाँ बिचमा हुनुहुन्छ जेरी राई अनि पछाडि अनिस एल्खे। मेरो त अन्डा नै अर्दैन रहेछ अब हामी चाहिँ घरतर्फ लाग्दै गरेको। ल अब यहाँ आएर चाहिँ यसो खाजासाजा अब भोक लागेको थियो होइन, अब पौडीले स्विमिङ गर्नु साह्रै भोक लाग्दो रहेछ नि। यहाँ खाजा खाएर यहाँ साथी दाइ हामी अब फर्किँदैछौँ। यहाँ चाहिँ फेरि मिठो आलु निम्की पाउँदो रहेछ। यहाँ आएको बेला यहाँ चाहिँ आन्टीकोमा चाहिँ पानीपुरी खान्छ, के अरे आलु निम्की चाहिँ खानु होला है। ल भाइहरू, ल भाइ गएको, ल बाई बाई। यो चाहिँ हाम्रो धरान बिचको भ्यू पोइन्ट है। अब फर्किँदा घर फर्किँदा ठ्याक्कसँगले अब मजाको भ्यू देखियो कि। यो चाहिँ यहाँबाट चाहिँ धरान बब्बल देखिँदैछ। यो चाहिँ धरान भ्यू है, यो चाहिँ धरान बिचबाट। यहाँ चाहिँ अब होमस्टे छ है, रात परिसकेको छ।